आज म बेलायतको दक्षिण पूर्वी भागमा रहेको सुन्दर ल्यान्डस्केप, साना साना गल्लीहरू अनि सुनौला रङका ढुङ्गाहरूले निर्मित घरहरू भएको गाउँ कट्सवोल्डको यात्रा गर्दैछु। कयौं साना साना गाउँहरू मिलेर बनेको कट्सवोल्ड डिस्ट्रिक्टलाई इङ्ल्यान्डको मुटु पनि भनेर चिनिन्छ, किनकि यहाँको सौन्दर्यताले सारा इङ्ल्यान्डको विशेषतालाई झल्काउँदछ। आउनुस् कट्सवोल्डसम्मको आजको यात्रा हामी सँगै तय गरौँ। हामी केही बेर रोड छेउका सर्भिस एरियामा विश्रामका लागि रोकियौं। बिहानै भएकाले तातो कफीसँगै गुलियो दुनोटको स्वाद लियौं। यी दूरदराजका गाउँहरू पनि यति समृद्ध र सुन्दर हुन सक्छन् भन्ने कुराले बुवा आमा निकै चकित हुनुहुन्थ्यो। कट्सवोल्डको यात्रा गरिरहँदा देखिने यी हरिया टेकाहरू, सुन्दर परिदृश्यहरूले यात्रालाई अझै मनमोहक बनाउँदछ। कट्सवोल्डका बाटाहरू शरद ऋतुको रङ्गीन पतझडहरूको सुन्दरतामा अहिले रङ्गिएको छ। कट्सवोल्डको अर्थ हुन्छ भेडा चरिरहेका हरिया टेकाहरू। साँच्चै नै यी घुमाउरा पहाडहरूले कट्सवोल्डको सुन्दरतालाई बढाएको छ। बाह्रौं शताब्दीमा कट्सवोल्ड इङ्ल्यान्डको सबैभन्दा धनी गाउँहरू मध्येको एक हो। यहाँ उत्पादन हुने उत्कृष्ट ऊनहरू त्यसबेला युरोपका विभिन्न देशहरूमा निर्यात गरिन्थ्यो। त्यही समयमा बनेका सुन्दर गिर्जाघरहरू, सुनौलो ढुङ्गाका घरहरू र साँघुरा बाटाहरू आज पनि जस्ताको तस्तै देखिन्छन्, मानव समय नै रोकिएको हो जस्तो लाग्छ। सबैभन्दा रोचक लाग्ने कुरा त यहाँको सुनौलो चुनढुङ्गा कट्सवोल्ड लाइमस्टोन नै हो। यो ढुङ्गा लाखौं वर्ष अघि समुद्रको सतहमा जम्मा भएका शङ्ख, सीप र साना साना समुद्री जीवहरूको अवशेषहरूबाट बनेका हुन्। यो ढुङ्गा मजबुत र टिकाउ मात्र हुँदैन कि हावापानीसँगै बिस्तारै पुरानो र मृदु देखिने गुण पनि हुन्छ, जसले यस क्षेत्रका पुराना घरहरूलाई टाइमलेस ब्युटी दिएको छ। कट्सवोल्ड लाइमस्टोनको विशेषता भनेको यसको हल्का सुनौलो रङ हो, जुन बिहानको समयमा चम्किलो सुन जस्तै देखिन्छ। त्यसैले यहाँका घर, गिर्जाघर र गल्लीहरू बिहान र साँझपख सुनौलो आभामा झल्किन्छन्। यो नै कट्सवोल्डको विशेषता हो। यो देखिएको पुरानो भवन सेन्ट एन्ड्रयू चर्च हो। क्यासल कम्बीमा रहेको यो चर्च 13औं शताब्दी अर्थात् लगभग 800 वर्षदेखि यही उभिरहेको छ। अहिले हामी कट्सवोल्डको एउटा गाउँ क्यासल कम्बीमा छौँ। यो इङ्ल्यान्डको सबैभन्दा सुन्दर गाउँ भनेर पनि चिनिन्छ। यो गाउँको विशेषता झल्काइरहन आज पनि यहाँ कुनै नयाँ घर वा भवन बनाउनु पर्दा उही पुराना स्थानीय लाइमस्टोनको प्रयोग गर्नुपर्दछ, ताकि पुरानो र नयाँ संरचना बीच प्राकृतिक सामञ्जस्यता कायम रहोस्। युनेस्कोद्वारा एरिया अफ आउटस्ट्यान्डिङ नेचुरल ब्युटी नाम दिएको कट्सवोल्डलाई प्राकृतिक र ऐतिहासिक सौन्दर्यताको प्रतिबिम्ब मानिन्छ। आज पनि धनाढ्य मानिसहरूको बसोबास रहेको यस ठाउँमा धेरै ब्रिटिस सेलिब्रिटीहरूको निजी निवास छ। विश्व प्रसिद्ध ह्यारी पोटर सिरिजका केही अंशहरू कट्सवोल्डका गाउँहरूमा छायाङ्कन गरिएका थिए। कट्सवोल्ड एउटा सुन्दर गाउँ मात्र होइन, यो समयभन्दा परको एउटा सुन्दर अनुभूति पनि हो, जहाँका प्रत्येक ढुङ्गाले इतिहास बोल्छ र प्रत्येक हावाको झोकामा आत्माको शान्ति मिसिएको हुन्छ। I'm so grateful to be here. सबैजना आयौँ, त्यसपछि हाम्रो परिवारको सबैजना एक ठाउँमा भेला पनि। कट्सवोल्डका सबै गाउँहरूमा क्यासल कम्बी जस्तै एउटै रङका ढुङ्गा र एउटै शैलीका घरहरू देखिन्छन्। त्यसैले यो क्षेत्र हेर्दा लाग्छ मानव कुनै चित्रकारले एउटा चित्रभित्र जीवन भरिदिएको हो। कहिलेकाहीँ लाग्छ हामी केवल यात्रा गरिरहेका छैनौँ,
समयलाई नै पार गर्दै अघि बढिरहेको छौँ। कट्सवलको यात्राले केही त्यस्तै अनुभूति दिन्छ। अनि लाग्छ म कुनै आधुनिक युगमा नभएर 800 वर्ष अघिको युगमा यात्रा गरिरहेको छु। आजको यात्रा तपाईहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनुहोला।